आयो Hello everyone, and once again welcome back to my YouTube channel. अनि this is me, तपाईको बहिनी रोमित। अनि हजुरको माझमा फेरि पनि उपस्थित भइसकेको छु नयाँ भ्लग ल्याएर। तर मैले पुरा थाकेको छु नि। उकालो यो मैले सिडी देखाउनुको तात्पर्य चाहिँ हामीले बनाएको हो नि त। अन्त चाहिँ तपाईहरुलाई सबै बनाएर देखाइदिइहालेको यो सिडी नै। तपाईहरु पहिलादेखिको हेरिरहनु भएकोले चाहिँ थाहा छ हैन यो सिडी बनाएको। अन्त म चाहिँ अहिले कहाँ जानेछु भने चाहिँ यहाँनिर अब सिडी तपाईहरुले किन देखाएको भन्छ होला। यहाँनिर चाहिँ मलाई मजाको लाग्छ नि त। हेर्नुहोस् के मजाको लाग्यो यहाँनिर। भिडियो बनाउ जस्तो है। यता धुप्पी उता धुप्पी तल पनि त्यस्तै। अन्त त्यही भएर चाहिँ मैले देखाउनु पर्यो। शीतल हो अन्त त्यस्तै हो। अन्त आज चाहिँ म चाहिँ कहाँ जाने भने चाहिँ माथि नोटेलामा आपाले मराउको काम छ जानु भनेर जाँदै गरेको। यहाँ माथि भाउजूसँगै जानुपर्ने हुन्छ र चाहिँ साथी भेटेर जाँदै गरेको। हल्ला चाहिँ नि आम्मामा गाउँमा चाहिँ यस्तै हुन्छ हल्ला चाहिँ आम्मामा। रेकर्ड हुँदैछ उता घुम्ने तिम्रो हजुर यस्तो पानीमा माथि पानी हो। म चाहिँ अघि तल भाउजूकोमा आएर पनि हामी भेटेर पनि हामी मराउ पुगेर पनि आइसकेको अवस्था। यहाँ तपाईहरुलाई झिल देखाउँछु ल हल्का मैले भ्लगै गरेर अघि चाहिँ। अछु भित्र पसिहाल्नु त भाउजू यहाँ आउनु। कस्तो दामी निक्लिन्छ यहाँ फोटो बिना टिकटको। आउनु यहाँ आउनु नि म फोटो खिचिदिन्छु। डराउनु नि भाउजू आउनु नि। अनि पनि आउनु फोटो खिच्नु। यहाँ दामी फोटो खिचिदिन्छु म यहाँ ल म फोटो खिचिहाल्छु ल। हामी चाहिँ अब पानी झरीमा एकछिन फोटोहरू खिच्यो यहाँनिर। क्यामेरै राम्रै आएन मेरो क्यामेरा पोर भइसक्यो अब पोर। मलाई आएको यही हो हाम्रो झिल चाहिँ। उतो गरम खाँदा पानीमा भिज्दा के हुन्छ र सर्दी लाग्छ। यहाँ तल चाहिँ कत्रो गहिरो छम्बो। तपाईहरु पनि आउनुहोस् बोटिङ खेल्नु। पानी चाहिँ मैला लाग्न थाल्यो अहिले चाहिँ। माछाहरू हेर्नुहोस् न आम्मामा मुरा लिएर आउनुपर्ने रहेछ। माछाहरू पनि ठुलो भइसक्यो। यो पानी चाहिँ अब रोकिँदैन है कम्ती पर्दैछ। यहाँनिर चाहिँ माछा यस्तो माछाहरू काफी नै आउँछ नि त। मुरा लिएर आउँथेछ के भएछ माछा चाहिँ मुरा लिएर आउनुपर्ने थिएछ। छैन मुराहरू। सुकेको रहेछ नि नत्र। मान्छेहरूलाई यहीँ आदत छ। माछाहरूलाई यहीँ आदत छ। मान्छेलाई यहीँ दिइहाल्छ। एउटा चिज फ्याँक्यो भने पनि झप्पै आउँछ यिनीहरू। एकछिन हेर्नु ल भाउजू हेर्नु नि आएको यसरी आउँछ खै चाहिँ मम्मा केही छैन फ्याँक्नेहरू पनि। यहाँ डस्टबिन पनि राख्दैछ नि यहाँनिर मुराई फ्याँक्दै प्याकेटहरू चाहिँ। त्यही त है हाम्रो घरमा पाल्ने त कालो पो हुन्छ त सबै हो। यो चाहिँ खाँदैन होला यो माछा चाहिँ नखाने माछा हो हो। जाउँ है पानीहरू मैला भएछ अहिले त झिलको पनि। पानी ठुलो आउनेछ हौ। अब चाहिँ हामी जानुपर्छ। कत्रो पानी आएछ त यो त अघि त एउटा पनि पानी पर्यो।
ल साथीहरू यो चाहिँ अब नोकडाँडा झिल हो। तपाईँहरूलाई म के सजेस्ट गर्छु भने चाहिँ फोटो खिच्नु छ भने चाहिँ तपाईँहरू यताउता भन्दाखेरि पनि यो जग्गामा आएर खिच्नुहोस् कि कस्तो दामी निक्लिन्छ पछाडिको सिन हो। अनि त्यही हो फुलहरू फुलेर दामी घुम्नुको लागि मान्छेहरू पुरा आइरहेको रहेछ। अनि यता चाहिँ वासरुम हो, यता लेडिज यता जेन्ट्स त्यही हो। अब हामी चाहिँ फर्केको फुलहरू पनि दामी दामी फुलिरहेको रहेछ। पानीहरू पनि पुरा भिज्यो हजुर। ए यहाँ पनि रहेछ त भाउजू। आज चाहिँ कसरी खुल्ला पारिदिन्छ है, न त टिकट काटेर जानुपर्ने हुन्थ्यो हो र। अन्त यता चाहिँ टिकट काउन्टर हो नि त। अन्त त्यही हो। ए ल धुप्पिएर मजा मजाको कटिङ गरेर दामी हुनेछ। दादा बसिरहेको रहेछ। थ्याङ्क यू फर भिजिट अगेन। गेटमा खिच्नु हुँदैन, गेटमा नखिच्नु नि। अनिहरू पनि पर्खिँदा ओ बिना उयो टिकटमा है। मरौ चाहिँ हामी उही डाँडामा पल्लोपट्टि आएको। अब फर्केको हामी चाहिँ के मजाको धुप्पी रहेछौँ। अनि के भन्नुहुन्छ कि भिडियोमा पानी परेर बिचौँ पनि तपाईँको नोकडाँडा झिलमा आएर एकपल्ट भिजिट गर्नु। मेरो गाउँको भन्नु नि। अनि कैसा ल्याउँछ पानी पर्यो लेप्चाबाट भनिदिइहाल्नु नि। अनि त दामी बोल्छ नि। झिलबाट आउँदा आउँदा उकालो यहाँ पनि बनाएको रहेछ आई लभ नोकडाँडा। तपाईँहरूको खातिर गइदिँदैछ। पक्का छ कि कच्चा छ। म लडेछु भने चाहिँ तपाईँहरू नआउनुहोस्, मलाई थाम्यो भने चाहिँ आउनुहोस् तपाईँहरू। के साह्रो मेहनत हो। बुई रुखमा लभको साइन बनाएको रहेछ। वाउ दामी ब्ल्याङ्गै लड्यो भने चाहिँ गयो नि। वाह दामी दोकान बनाएको थिएछ त्यहाँ। ल कच्चो कच्चोले हुन आँटेको रहेछ। हामी चाहिँ नोकडाँडाबाट हिँड्दै सपिङहरू हल्का गयो। अन्त चाहिँ अब चाहिँ हाम्रो गाउँ आइपुग्न आँट्यो। तल चाहिँ हाम्रो गाउँ हो। पानीझरीमा भिज्दै घाम पनि लाग्दैछ, पानी पनि पर्दैछ। चिप्लिनु माट्यो। यहाँ चाहिँ घाम पानी पो भयो त हौ। पानीले पनि रुतुक्कै भिज्यो। यस्तो गर्दै आउनुहोस्। साथीहरू घर पुग्न थियो। मलाई चाहिँ छुर्पी सुपारी चाहिँ पुरा मनपर्छ। छुर्पी सुपा चाहिँ पुरा मनपर्छ होइन। अन्त त्यही मात्रै खान्छु म चाहिँ। अरू केही म खानु मन पर्दैन हो। फाइनली हामी आइपुग्यौँ आफ्नो गाउँ। तर हामी रोटै रोज जाने। म यताबाट आल्ट्राबाट जाँदा हुन्थ्यो तर म रोटै रोज जान्छु किनकि भाउजूकोमा गएर आरू चाहिँ खानु छ मलाई। आरू चा सो यो मैले हल्का लुगा किनेछु। त्यही त घाम पर्ने सालको बिहे। त्यही त माथि त यहाँ चाहिँ टुरिस्टहरू आउने बाटो बनाएको छ नि। तपाईँहरू त दामी फोटो सेसन आयो। फाइनली आइपुग्यो भाउजूको घर। अब चाहिँ खानुपर्छ आरू चा। आरू चा हेरिहाल्नुहोस् साथीहरू। वाउ आरू चा टिप्नु पो केले टिप्नु एउटा खानु पर्यो। सो साथीहरू अहिले चाहिँ भने चाहिँ एकदम वेदर पनि उक्रेर एकदमै खुल्ला भइसकेको छ। अघि माथि नै टक्कै मरौमा पुग्दाखेरि चाहिँ आम्मामा घाम लागेर टन टनाटन भएको थियो होइन।
फेरि त्यहाँ खाना खाने बेलामा चाहिँ फेरि त पानीले चाहिँ यस्तो चाहिँ हामीलाई चाहिँ दोहोऱ्याएर पारेको। सो अहिले चाहिँ म अलिकति यहाँनिर उयो गरिकन आएको के पो आलु चा टिपिकन यहाँ मलाई जुगा पस्यो जस्तो लाग्दैछ कि यहाँ निकै त चिरिक चिरिक गर्दैछ भइरहोस् है। अब गएर चेक गर्छु किनकि उल्टा साइडमा पुरा जुगाहरू लाग्छ नि त। अब मेरो गाउँ त एकदमै गाउँमा टनटनन अघि यहाँ उकालाउँदा यस्तो साह्रो परेको थियो। अब यहाँ झर्दाखेरि फेरि आनन्दसँगले ओह्रालो मलाई त्यस्तो मजा लाग्दैन खुट्टाहरू कामेर आमामा। अन्त तपाईँहरूलाई आउनु साथदेखिको मैले कन्टिन्यू भिडियो बनाउँछु सोचेको थिएँ, के गर्नु भिडियो गर्नु पाइनँ, पाएकै छुइनँ। तर अब किनकि अस्ति नेटवर्कको दिदीकोमा जाँदा नेटवर्क नै थिएन। अन्त यतानिर आयो, यता आएर घरमानिर पानी परेर नै हरेस यता पनि के गर्नु तब त राम्रो वेदर छ होला भनेर सोचेर आएको थिएँ। पानी परेर अमान ल यो साथीहरूले यो कुर्ता देख्नु हुँदैछ होला। यो कुर्ता चाहिँ मैले मेरो कान्छी छनाको लागि ल्याइदिएको, आमाको बहिनीको लागि ल्याइदिएको, केही दिनु पाएको थिएन नि त। सो त्यही भएर चाहिँ त्यहाँदेखि चाहिँ ट्रक्कै रोके। यस्तो गरममा साथीहरू कौन इतना सारा गर्मी में कौन यहाँ पे आके एंजॉय करना चाहते हैं आप लोग बता सकते हो। मगर यहाँ पे रात पे नहीं आ सकते, रात पे तो एकदम टुप्पी से धुआं उड़ती है। देखिए दिन में तो यहाँ इतना अच्छा नज़ारा देखने को मिलेगा। एकदम साइड पे पाइन ट्रीज है, ट्रैकिंग रूट। चलते चलते मेरे दिल याद रखना, कभी अलविदा ना कहना। ल्याङमै लड्यो भने चाहिँ एक खल्लास। ल अब चाहिँ म ट्रेकिङ रुट झर्दै आइपुगेँ रोड। ढुकमा जान्छ ल्याप्टे चिप्ली गरेर फेरि बेजात हुन्छ, डिपसले पनि एक हुन्छ अमान। ल बल्ल रोड आइपुगेँ। अब जान्छु घरतर्फ आराम से। म चाहिँ घर पनि आइसकेँ। दिदी कान्छी आइज बाहिर, कान्छीले ल्याइदिएको। कान्छीको रिएक्सन हेर, यहाँ आइज कान्छी। दिस इज फर यु। ल वाट इज दिस? कहाँबाट ल्याएको? ठिक कान्छी अल्छीले चाहिँ होइन थ्याङ्क यू सेकम छैन हौ। थ्याङ्क यू दिदी। थाले कस्तो रहेछ टेस्ट? कसकोबाट लिएर आएको? माथि भाउजूकोबाट खाएर चाख्नु। दामी साउन्डै दामी गर्दै कान्छी खाइदिइहाल्यो देख्दा। काँचो खाएर चाहिँ लुस्लाई चाहिँ भित्र गएर खानु। ल आपा पनि खाने बिहा पनि खाइदिइहाल्नु। कस्तो टेस्ट रहेछ खानु त कस्तो। काँचो चाहिँ टिपेर खाएर थोरै नै हुन्छ। उमा हेलो भन्नु नि। उमा रहेछ गफ गर्दै टिभी हेर्दै। समयको फल मिठो है।